भयो भयो यहाँ अब मौसम त त्यस्तै छ मलाई चाहिँ यो के भन्छ त्यो इङ्ग्लिसमा स्प्रिङ भन्छ होइन मलाई जहिले मन परेको विन्टर सकेपछि अलि जाडो महिना सकेपछि अलि गर्मी हुन थाल्छ होइन तर अप एन्ड डाउन हुन्छ के माथि तल जान्छ के अनि हेर्नु न अनि आज भोलि त राम्रो छ आज यस्तै अब दिउँसोतिर चाहिँ मजा हुन्छ के घाम लाग्दाखेरि अनि 20 डिग्री जति हुन्छ फेरि शनिबार त शनिबार त कति के 20 डिग्री भनेको अब 8 डिग्री जति भन्छ होइन फोरकास्टमा इन्टरनेटमा हेरेको सन्डे स्याटरडे शनिबार आइतबार 8 डिग्री 6 डिग्री के भन्छन् हौ फेरि यत्रो जाडो हुन्छ अनि यसरी नै हुन्छ कि अलि राम्रो हुन्छ फेरि जाडो हुन्छ फेरि अलि गर्मी हुन्छ नेपालमा त राम्रै छ कि अलि स्टेबलै हुन्छ कि जहिले